हामी सम्झन्छौँ पथरीको भूमिमा उभिएर, नेपालको भूमिमा, स्वदेशमा उभिएर ती 1 करोड जति नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो माया सम्झना छ। वी मिस यु भन्ने हुँदा सबैले तपाईको छोरा अहिले यतिखेर विदेशमा होला, तपाईको छोरी विदेशमा होला, तपाईको श्रीमान विदेशमा होला, तपाईको श्रीमती विदेशमा होला, तपाईको आफन्त विदेशमा होला। उहाँहरूलाई सम्झेर एकचोटि वी मिस यु भनेर सबैजनाले भनिदिनुहोस् त। वी मिस यु भनिदिनु त। हो, साँच्चै नै यतिखेर यो कार्यक्रम हामीलाई हेरिराख्नु भएको छ भने ती परदेशीहरूलाई पनि पथरीमै बसेर यो कार्यक्रम हेरिरहेको महसुस भएको होला। हामी नेपालीहरूलाई यो देशको माटोले यतिखेर बोलाइरहेको छ। विदेशमा बस्ने नेपालीहरूलाई पनि बोलाइरहेको छ भने स्वदेशमै पनि बस्ने नेपालीहरूलाई यो देशको माटोले बोलाइरहेको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देशको माटोले बोलाइरहेको छ। यो देशको बाँझो खेत र बारीहरूले हामीलाई बोलाइरहेको छ। म सम्पूर्ण जेनजीहरूलाई एकचोटि हात उठाइदिनका लागि मैले अनुरोध गर्न चाहन्छु, प्लिज। है, यतिका धेरै जेनजीहरू यहाँ हुनुहुन्छ है। अब 2टा हात देखाइदिनुहोस् सबैले। हो, यो 2टा हातले कलम र कापी, मोबाइल र ल्यापटप मात्रै होइन, यो 2टा हातले यो देशको माटो पनि छुनुपर्छ। ल, हुन्छ? यो देशको माटोले तपाईलाई पनि बोलाइरहेको छ। विदेशीलाई मात्रै नभएर यो देशको युवालाई पनि बोलाइरहेको छ। छातीमा हात राखेर भनौँ, हुन त पथरी भनेको तपाईँको चाहिँ खेतै खेत, बारी नै बारीले भरिएको ठाउँ हो, तर छातीमा हात राखेर भनौँ, कति महिना भयो हामीले माटो नछुएको, कति वर्ष भयो हामीले माटो नछुएको, कति वर्ष भयो हामी बारीमा नगएको, खेतमा नगएको है। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म यहाँ पथरीमा मेरो मनको गीत सुनाउन आएको छैन, तपाईँलाई यो माटोले याद गरिरहेको छ भन्ने कुरा सम्झना दिलाउनका लागि आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी सबैजना माटो प्रेमीले एकचोटि सबैले मिलेर जय माटो भन्नु त। हो, यो चेतनाको आवाज, यो जागरणको आवाज, आहा, यो आवाजले जाग्ने छ अब यो देश, बिउजने छ यो देश। यो देश बिउजने गरी एकचोटि फेरि जय माटो भनिदिनुहोस् त। हो, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी जीवनमा विकासका कुरा गर्छौँ, थुप्रै विकासका कुरा गर्छौँ है, थुप्रै विकासका कुरा गर्छौँ, सुखका कुरा गर्छौँ, समृद्धिका कुरा गर्छौँ। तर ती विकास र समृद्धि के हुन्, कसो हुन् भन्ने बारेमा आज म यहाँ प्रश्न सोध्न चाहन्छु तपाईँहरूलाई। आज म मेरो मनको कुरा सुनाउनु भन्दा तपाईँहरूलाई प्रश्न सोध्न चाहन्छु। हुन्छ? कस्तो खालको भाषण हो, प्रश्न मात्रै भएको भनेर कति मान्छेले भरे फेरि स्टेटस लेख्छ होला, गाली गर्छ होला कमेन्टमा। फरक पर्दैन, त्यसले पर्छ? पर्दैन। जीवनमा सबैभन्दा ठुलो विकास हुन्छ चेतनाको विकास। चेतनाको विकासले मात्रै है हामी बाँदरभन्दा फरक बन्नेका हौँ। बाँदर पनि हामी जस्तै हुन्छ, 2टा आँखा हुन्छ, दाँत हुन्छ हामी जस्तै। पुच्छर चाहिँ हाम्रो छैन, पुच्छर पनि हाम्रो थियो अरे भन्थ्यो चार्ल्स डार्विनले भन्दा, पहिला प्रयोग नभएर हराएको अरे भन्छ है। हामी मान्छे कसरी मान्छे भयौँ र अरू प्राणी, अरू जनावर कसरी भयो भन्ने कुरा एउटा फरक कुरा छ। एउटा तत्त्वले हामीलाई मान्छे बनाएको छ। त्यो मान्छेलाई फरक बनाउने, सर्वश्रेष्ठ प्राणी बनाउने तत्त्व भनेको हो चेतना। के हो? चेतना। त्यो चेतना भनेको चाहिँ फेरि के हो? अब प्रश्न सुरु भयो है हाम्रो। त्यो चेतना भनेको चाहिँ के हो? होइन, दोकानमा किनेर पाउँछ कि 1 केजी चेतना किनेर खानु पाए हुन्थ्यो होइन? अथवा कहीँ कतैबाट विदेशतिरबाट पठाइदिएर पार्सलमा होइन पोका बनाएर लिएर लाउनु पाए हुन्थ्यो भन्दा, कपडा जस्तो एक थान चेतना किन्न पाए हुन्थ्यो, लुगा लगाएर लगाउनु पाए हुन्थ्यो भन्दाखेरि चेतना किन्न पाउने कुरा होइन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, कहाँ पाउँछ त चेतना? स्कुलमा पाउँछ भने स्कुलमा पनि हुँदैन, कलेजमा पनि हुँदैन है। चेतना भनेको कहाँ हुन्छ भन्दाखेरि तपाईँको यहाँ हुन्छ, छातीमा, यहाँ हुन्छ, टाउकोमा है। सही र गलत छुट्याउन सक्ने
बौद्धिक क्षमता र सहीको पक्षमा आफूलाई उभ्याउन सक्ने अठोटलाई भन्छ चेतना। के भन्छ? सही र गलत छुट्याउन सक्ने बौद्धिक क्षमता है। त्यो जति नै पढे पनि पढ्दैमा हुन्छ भन्ने हुँदैन है। पढेको मान्छेले एकपछि अर्को गल्ती गर्दै पनि गइरहेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि चेतना न बजारमा पाउँछ न तपाईँको शिक्षालयमा पाउँछ। त्यो भनेको कहाँ पाउँछ भन्दाखेरि तपाईँ हाम्रै सोच विचार अन्तस्करणभित्र पाइन्छ। त्यो चेतना भनेको के हो भन्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सही र गलत बीचको फरक छुट्याउन सक्ने बौद्धिक क्षमता र त्यो बौद्धिक क्षमताले फरक छुट्याइसकेपछि सहीको पक्षमा आफूलाई उभ्याउन सक्ने अठोट त्यो प्रतिबद्धतालाई चेतना भनिन्छ। त्यो चेतनाको राम्रोसँग विकास नभएको कारणले गर्दाखेरि आज नेपालमा भने जस्तो विकास भएको छैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू बुझ्ने कोसिस गर्नुहोस् है। चेतना भनेको के हो? सही र गलत बीचको फरक छुट्याउन सक्ने बौद्धिक क्षमता र सहीको पक्षमा आफूलाई उभ्याउन सक्ने अठोटलाई चेतना भन्छ। हाम्रो देश किन विकसित भएन, यहाँ देश विकास भएन भन्ने नै गुनासो सबैको होला। मैले जागिर पाइन, सुशासन पाइन, न्याय पाइन, केही छैन, महँगी बढ्यो, विकृति बढ्यो, भ्रष्टाचार बढ्यो भन्ने गुनासो होला हो। हाम्रो देश विकास नहुनुको पछाडि के छ भने हामीमा चेतनाको विकास राम्रोसँग भएन। म केही प्रश्नहरू राख्न चाहन्छु आज। यो मोनिटर अलिक निकाइदिनु, मोनिटर निकाइदिनु, अलिक थोरै सानो बनाइदिनु हो। यतिको है, यहाँ होइन उता चाहिँ सुन्ने हो है। चेतनाको विकास नै वास्तविक विकास हो। अब म 2-4 प्रश्न म तपाईँहरूलाई गर्छु, हुन्छ? हुन्छ। हामी सबैलाई देशको माया लाग्छ? देशलाई माया गर्नु सही कि गलत हो? देशलाई माया गर्नु, आफ्नो परिवारलाई माया गर्नु, इष्टमित्रलाई माया गर्नु, प्रकृति पुरैलाई माया गर्नु, यो उड्दै गरेको चराहरूलाई पनि माया गर्नु सही विचार हो भने त्यो चाहिँ के हो? चेतना हो कि होइन? देश बेचेर खानु सही कि गलत हो? गलत हो कि सही हो?